नमस्कार साथीहरू, फेरि नयाँ भिडियोमा स्वागत छ। आजको यो भिडियोमा वास्तवमै काम लाग्छ। विशेष गरी तपाईँ शेयर बजारमा चासो राख्नुहुन्छ भने आइपिओ हट्दै हुनुहुन्छ वा नयाँ लगानीका बाटो खोज्दै हुनुहुन्छ भने अहिले नेपालमा फेरि अर्को कम्पनीको आइपिओ खुलेको छ। एभरेस्ट कलर लिमिटेड भन्ने कम्पनीको हो। कसैलाई लाग्न सक्छ एभरेस्ट कलर लिमिटेड के हो, आइपिओ हाल्नु बेसिक कतिवटा किता हाल्ने, टिप्स शेयर पाउने सम्भावना कति होला, आइपिओ कसरी हाल्ने, यी सबै कुरा यस भिडियोमा खुलेर राख्ने छु। त्यसैले पुरा हेर्नुहोस्, तपाईलाई चाहिने कुरा एकै ठाउँमा थाहा पाइन्छ। पहिला, एभरेस्ट कलर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि 6,55,700 किता शेयर ल्याएको छ। मूल्य 10 रुपैयाँ प्रति किता। सबैलाई आवेदन दिने मौका छ। बिक्री व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेड गरिरहेको छ। यसले पहिलेदेखि नै धेरै आइपिओ सम्हालेको हुनाले यो अझ भरोसा गर्न सकिन्छ। खुल्ने मिति 2083 साल 22 गते, जेठ 22 गतेदेखि 27 गते। शेयर बाँकी रहे भने असार 7 गतेसम्म यसले खुल्ला राख्न सक्छ। अहिलेको भिडियोमा सुरुमै सकिन्छ भन्ने ढुक्क हुनु। अहिलेको यो भिडियोमा सुरुमै शेयर सकिन्छ भन्ने ढुक्कमा बस्नुहोस्। 10 कितादेखि 10,000 कितासम्म आवेदन गर्न पाइन्छ। यति धेरै डिमान्ड भएको कारणले यसलाई ढिला नगर्न किता भरिहाल्नु होला। यसबाट हजुरले प्रशस्त मुनाफा पनि कमाउन सक्नुहुन्छ। किता भर्ने तरिका, आफ्नो मेरो शेयरमा लगइन गर्ने, माई एएसबीएमा जानुहोस्। एभरेस्ट कलर लिमिटेड आइपिओ फर जनरल पब्लिक छान्नुहोस्। एप्लाईमा क्लिक गर्नुहोस्। आवेदन फर्म खुलाउँदा आएको प्रोस्पेक्टस हेर्नुहोस्। आफ्नो बैंक छान्नुहोस्। खाता नम्बर राख्नुहोस्। किता सङ्ख्या राख्नुहोस्। सिआरएन नम्बर दिनुहोस्। सबै कुरा जाँच्नुहोस्। आई एग्रीमा टिक गर्नुहोस्। प्रोसिडमा क्लिक गर्नुहोस्। गरी ट्रान्जेक्सन पिन राख्नुहोस्। अन्त्यमा अप्लाईमा क्लिक गर्नुहोस्। शेयर अप्लाई सक्सेसफुली देखियो भने हजुरको त्यो भइसक्छ। तपाईँ आइपिओ हाल्नु भएको छ कि छैन आफ्नो अनुभव तल कमेन्टमा लेख्नुहोस्। अर्को भिडियोमा भेटौँला।